लिखेर आउनु पर्यो नि। उहाँले बोल्ने तपाईँहरूले टेबल ठटाउने कार्यपालिकामा पहिलोचोटि बस्दै हुनुहुन्छ कि के हो? धेरै पछि भेटुँदा नि तिम्रो बानी होस् त यति बानी सुधार अलि नक्कली छु बोल्छु आँखा जोधार। ठिक छ, एउटै कुरा सिंह प्रशासन दोहोऱ्याइराख्नु पर्दैन। ठिक छ, अरू केही छ? मलाई जति ठाउँ चाहिन्छ बाइक पार्किङ गर्नलाई पनि त्यति नै ठाउँ चाहिन्छ भनेपछि ठेला चाहिँ हटाउने पार्किङ गर्न दिने मिल्छ? म संयोजक भएको विषय र यो विषय चाहिँ फरक छ हैन? एउटै विषय हो नि। कसरी फुटपाथमा व्यापार गर्न चाहिँ नदिने, ठेला राख्न रोडमा नदिने, पार्किङ गर्न दिने चाहिँ कसरी मिल्छ त? राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो। प्रमुखज्यूले कसरी बुझ्नुभयो? मैले फुटपाथमा पार्किङ गर्ने कुरा गरेकै छैन। केमा पार्किङ? मैले सडकमा कुरा गरिरहेको छु। सडकमा पाइँदैन पार्किङ गर्न। कानुनको त कस्तो छ भने जैविक रूपमा मान्छेको हकमा पछि जन्मिने कान्छो हुन्छ, पहिले जन्मिने जेठो हुन्छ भने जस्तै, तर कानुनमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि जो पछि जन्मिन्छ, पछि परिमार्जन भएको कानुन चाहिँ जेठो हुने, पछिको चाहिँ जो पछिल्लो जन्मियो त्यो चाहिँ कानुन चाहिँ जेठो हुने पाएको कारणले त्यो के बोले भाई? अब के बोले?